रोमी चाहिँ यहाँ पर्स्याङमा भेटियो भन्ने खबर एकजना बहिनीले फोन गर्नुभयो। त्यही भएर हामी चाहिँ बुढाबुढी चाहिँ जाँदैछौँ। यस्तो पानी परिरहेको छ पोखरामा, दिनैभरि बिहानैदेखि पानी परेर भयो। हाम्रो रोमी चाहिँ कस्तो अवस्थामा, यति माथि चाहिँ पक्कै पनि त्यो आउन सक्दैन, कसले ल्याएर राखेको होला। हामीले पुरा सामाजिक सञ्जालमा सबै राखेको हुनाले कसले छोड्यो, त्यो भएर यता छ अरे। यति टाढा त्यो कसरी जान सक्छ? यो चाहिँ बाटोमा पनि कहिल्यै नछोडेको कुकुर। हाम्रो रोमी चाहिँ गाडी देखेर पनि डर लाग्ने ऊ चाहिँ यो कसरी आउन सक्छ र यहाँ कसैले ल्याएको हुनसक्छ यता गाडीमा हालेर। त्यस्तो गर्न नहुने। हामीले आफ्नै बच्चा जसरी पालेको, हाम्रो चाहिँ 2-3 दिन भयो, हामीलाई कति टेन्सन भइरहेछ। खाना मन पनि लागेन, निद्रा पनि लागेको छैन। आफ्नो बच्चा जसरी पालेकोलाई अहिले यहाँ यसरी धन्न भेटायो भनेर एकजना बहिनीले फोन गर्नुभयो। 917130 को बहिनी हो। बहिनी हामी चाहिँ यहाँ जाँदैछौँ। अब कहाँनिर हो, बहिनीले फोन गर्दै हुनुहुन्छ। श्रीमानले पानी परेको अवस्था अब कस्तो छ, कहाँनिर हो, अब बहिनीले फोन उठाउनु भएन। यतै लोकेसन भन्नुभएको थियो होइन, भनेर उभिराख्नु भएको थियो एकजना बहिनी। रोमी ए ओ माय डियर गरु भेटी ओ भेटियो बेल्ट गाडी स्टार्टमा नराख्नु त। होइन रहेछ हो यता, तर यस्तै थियो है कलर त है सेम। हामी छ भनेर खबर पाएर माथि गएको पर्स्याङ। यसो हेरेको हाम्रो रोमी चाहिँ नरहेछ, बिचरा कसको रहेछ। सेतो सेतो सबै सेतो सेतो छ कि हाम्रो चाहिँ। अहिले चाहिँ हामी यो अगाडि चोकतिर जाने बाटोतिर खोज्दैछौँ। दिनभरि पानी परेर उसले लर थुन्दिए जस्तो लाग्यो कि मलाई त। बाटो हेर्दै छौँ तर देखिन्न, सेतो र कालो कलरकोहरू मात्रै भेटिन्छ। हाम्रो रोमी चाहिँ भेटिन्न, कहाँ छ? कसैले देख्नुभयो भने कन्ट्याक्ट गरिदिनु होला। ल हेर्नु, हामी हल्लानी चोकमा नि आयौँ। यो रेस्टुरेन्टको अगाडि पसिरहेको छ कि डुलाएर हिँडेको रहेछ। पानी परेर आज फेरि पोखरामा। पुरा लेकतिर नै हेर्दै हिँड्दैछौँ हामी गाडीमा, कतै देखिन्न। 9:30 बज्यो। हामी पुरा लेक साइड हुँदै यता ड्याम साइडतिर भित्री यता पनि छ कि भनेर आएको छौँ। अरू कलरको कुकुरहरू देखिन्छ, हाम्रो रोमी चाहिँ देखिन्न। कसैले थुनेर राखेको हुनसक्छ। यसरी यो पक्कै कसैले बाँधेको हुनुपर्छ। तर बाहिरतिर कति कुकुरहरू भेटियो हामीले, हाम्रो चाहिँ भेटिन्न। छेउछेउ अरे यहाँतिर एउटा ठुलो निरन्सियन कतै देखिएन, परेछ। अहिले यति बेला हामी सीताराम केसीको लटेनतिर यता पनि आएको छ कि भनेर खोज्न आएको। झन् पानी परिरहेछ। कुकुरहरू कुनै कुकुर पनि देखिएको छैन बाटोमा।
2 घन्टा भयो हामी घरबाट निस्केको पानी परिरहेछ कहीँ छैन आज पनि बिहान बिहानै रोमी खोज्नलाई बाहिर निस्केको छौँ पानी परेर कता भित्र पर्यो कसैले थुनेर राख्यो कि गाडी पट्टन हुँदै सिसिनिकेतन चोकमा आइपुग्यौँ फेरि अरू देखिन्छ उहाँ कालो एउटा रहेछ है यसरी बसिरहेको भएन हुन्थ्यो नि हाम्रो पनि हेर्दै हेर्दै बिरौटा चोक पनि निस्कियौँ हामी कहीँ भेटिएन यता हिजो राति बेलुका पनि हेरेर हामी हेर्दै यस्तै पानी परेको थियो कता गयो यो एरियामा त 3 चोटिसम्म हिँडिसक्यो तपाईँ बिहान होइन ड्याम साइडबाटै गयो नि त एउटा यहाँ छ माथि 2टा रहेछ होइन यही ग्रुपसँग थियो क्या हिजो होइन यहाँको याद यो पनि भागेर जस्तो छ ठुल्ठुलो भयो नि हल्लाने चोक हुँदै भित्र यो शान्तिपाटन भन्ने ठाउँमा नै आइपुग्यौँ हामी कहीँ छैन कसैले थुनेकै हुनुपर्छ कि यसलाई तर यो चाहिँ यहाँको यो हाम्रो कुकुर जस्तै छ तर अलि होइन तर अलि रौँ हाम्रो छोटो हो नि त यो पनि हामी पुरा कति घुम्यौँ कहीँ देखिएन हाम्रो रोमीलाई कसैले बाँधेर पक्कै राखेको थुनेर राखेको छ होला